धानबारी झापामा मात्रै धान हुन्छ भने त इल्लामा पनि धान हुँदो रहेछ। इलाम चाहिँ के हो त अन्त? झापा भन्दा खतरा जे पनि हुन्छ। गाइस हामी भगटे टिप्ने हेर गाइस हामी भगटे टिप्न जानेछौँ। सो आउनुहोस् हामी तपाईँलाई म देखाउँछु। ल गाइस म पनि आएको छु इन्डियाबाट यता शान्तिपुरको जङ्गलमा। इलामको जङ्गलमा भगटे गएको पाएन। भगटे छु व्यापार कति धेरै छ। हामी चाहिँ भोगटे कसको हो कुनी? अमला खानु आएको खासै अमलै छैन। एउटा मात्र पोका मार्लाई। अमाला नेपालमा खानु हुँदैन हैन? अम्लिसो घारीमा कुद्दैछौँ हामी चाहिँ। सो मेमोरेबल जति चाहिँ भगटे टिप्दैछ। गाइस हामी यहाँ भगटे टिप्दैछौँ होइन यसरी यसरी भगटे चाहिँ यत्रो छ। सो अब हामी यसलाई काटेर खान्छौँ अनि हजुरहरूले हेरेर लिनु होला। हामी जाँदैछौँ टिकिसक्यौँ। अमला लिन आएको खासै अमलै छैन रहेछ। अमला यति धेरै छ नि यहाँनिर। आमा यति मिठो हुन्छ। धेरै पछाडि नङनेचरमा हामी आयौँ जेन्सन नानाकोमा चिकन बुवाको घरमा। हामी जाँदैछौँ। उहाँ पर चाहिँ माछा घाडी पनि छ तपाईँलाई म देखाउँछु ल। माथि माथि गाउँ हेर टमाटर बारी गाउँको चाहिँ जे पनि अर्ग्यानिक हुन्छ कि राम्रो। ए झन्डेले काटेको यो मधेसिनीहरूले बोक्छ नि। पानी बोकेर हामी चाहिँ फर्किँदैछ। यहाँ चाहिँ माछा घाडी यहाँ चाहिँ माछा छ। छोरा छैन यसलाई चाहिँ के भन्छ यसलाई? मलाई अस्ति नागाल्यान्डबाट कफी भन्छ। कफी अर्ग्यानिक गाउँको। अझै 3टा राखिरहेको छ।